अन्डालाई चाहिँ कति मानिसहरूले गाउँतिर फुल भन्छ किन भनेकोलाई यस्तै हुँदो रहेछ नि त। अन्डा र आलु चाहिँ रेडी भयो। के साह्रो म सानो सुलु बोलेको। अब यसलाई पकाएर चट्ट खाँदाखेरि यसो गऱ्यो भने हुन त स्वाद त उस्तै हो। त्यो पनि हेर्दाखेरि राम्रो देखिन्छ नि त। त्यही भएर यसो चाहिँ हुन्छ। यतिको भयो है त साथीहरू अन्डा। अब यसलाई सट्ट आलुसँग फ्राई गर्ने हो। किनभने अब भित्र अन्डा करीको फेरि भित्र पस्दैन नि त। रसले यसरी काटेर माथिबाट चट्ट लगाउनु पर्छ है त साथीहरू। यसरी लगाएर अन्डा करी रेडी हुन्छ। अब यसलाई सबै हालेपछि अनि यो चाहिँ सजिलो एक त मिठो पनि भयो अनि तीमाथि अब तरकारी नभएको सिजनमा छाक पनि पर्यो। त्यसै त भन्नलाई होइन खाना खानु चाहिँ जहिले ढिलो हुन्छ हो। म खानेछु है त। खाना त सेलाएर सधैँ यस्तै टाइट हुन्छ। अब तातो मनपर्छ भन्ने दिन पनि गइसक्यो। अब चिसो चिसै मनपर्छ मलाई। त्यही भएर म यसरी दह्रो बनाएर खाना खान्छु है त साथीहरू। तातो मनपर्छ भन्नु भने अब सेलाइ जान्छ हो। त्यही भएर मलाई चाहिँ चिसै मनपर्छ। यस्तो दह्रो क्या गाह्रो छ। मुन्टाको सिजन पनि गइसक्यो। त्यो पनि बारीमा छ हो खाने हो। अरूहरूले किनी त खानुहुन्छ होइन। सादा खाना पनि जस्तो राम्रो हुन्छ भोक लाग्यो। सबै साथीहरूले पिर गर्नुहुन्छ हो। मोटायो भन्नुहुन्छ। उहाँहरूको पिरलाई पनि म बुझ्छु। हामी खानु पनि पर्यो होइन। नराम्रो देख्छ रोग लाग्छ भन्ने होला। धेर नखानु भन्नुहुन्छ। त्यसको पनि मैले उपाय निकालेको छु क्या। त्यही भएर पिर नगर्नु ल। भिडियो बनाउनु थालेको न खुसी लाग्छ क्या। धेरै नबोलेको साथीहरू है। स्कुल पढ्दाको साथी जो चाहिँ हामी एकदम मिल्थ्यौँ। हामी हाँस्छौँ भने क्लासरुमै ठन्किन्थ्यो हो। त्यस्तो साथीहरू पनि अहिले बोल्न छोडेको छ नि त। बिहे गरेर सबैजना आफ्नो परिवार फ्यामिली छोराछोरी भयो होइन। आफ्नै काममा व्यस्त भयो। खासै बोलिँदैन। खासै त्यो प्रायः गफै भएको छैन कोहीसँग हो। मलाई भिडियोहरू बनाएर लगाएको उनीहरूले पनि कमेन्ट गरेको थियो क्या। मोटाउँछ यहाँ त्यहाँ यस्तो सोचेँ। माया चाहिँ लाग्दो रहेछ नबोले पनि होइन। म झन् जोसाउनु थाल्यो हो। त्यो नबोलेको साथीहरू पनि बोल्दो रहेछ वास्ता गर्दो रहेछ भन्नुभयो नि त। अनि खुसी पनि लाग्यो धेरै पछि साथीहरूसँग कमेन्टमा भयो नि बोल्नु पाउँदा। त्यही भएर झन् धेरै खानुपर्ने छ।
दामी भएछ तरकारी त सोडिदिनु यो अन्डालाई चाहिँ लास्टमा हो एकदम मिठो दामी भयो सो मैले खाइसकेको छु हेरिदिनु भएकोमा धन्यवाद अनि कोही नयाँ साथी हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला हुन्छ धन्यवाद बाइ बाइ